जय राधे कृष्ण। मैले 3टा कुरा सिकेँ कि जीवनमा। धेरै कुरा सिकेँ तर मेन चाहिँ 3टा सिकेको छु। एउटा के भने मैले कसैलाई पनि बदल्न सक्दिनँ मलाई बाहेक। र मैले अरू कसलाई बदल्न सक्छु भने मेरो आफ्नो जब सन्तान पाउँछु नि, म पाएको छु मैले पनि, जसले पनि आफ्नो सन्तान पाएपछि चाहिँ आमाले है, बाले बुवा चाहिँ अब कमाउन जाने यताउता हिँड्ने, घरमा नबस्ने धेरै भएको कारणले आमाको हातमा छोराछोरीहरू चाहिँ काँचो माटो हुन्छन्। त्यो बेलामा कस्तो संस्कार छिराएको छ आमाले, माताले राम्रो किसिमको व्यवहार सिकाएको छ, अरूलाई हानि गर्नुहुन्न, चोट पहुँचाउनुहुन्न, आफूभित्र आफूलाई राम्रो गर्नुपर्छ भनेर सानैबाट विभिन्न खेल तरिकाले खेलाएर बोलेर सिकाएको छ भने त्यो बच्चालाई चाहिँ बनाउन सकिन्छ है। फेरि त्यसलाई चाहिँ सकिन्छ। मैले पनि कोसिस गरेँ, बनेका छन् केही नै। अब के हुन्छन्, अब पछि फेरि सङ्गतको कुरा आउँछ। पछि पनि बच्चाहरू कस्तो सङ्गतमा परे, अब उसका साथीभाइहरू कस्तो किसिमको उसले त्यो कुरामा पनि फेरि भर पर्छ। तर उनीहरूले सङ्गतलाई पनि ध्यान दिए भनेदेखि फेरि आमाले दिएको संस्कार उसले कहिले पनि भुल्दैन। चाहे त्यो पूजा गर्ने होस्, चाहे त्यो धर्म कर्म होस्, चाहे त्यो कर्म होस्, पढ्ने होस्, चाहे त्यो कुनै पनि क्षेत्रमा जाँदाखेरि उसले त्यसलाई सम्मनन गरिरहेको हुन्छ के। सानोमा हामीले जे रोप्छौँ नि हो त्यसैले राम्रो रोप दिनुपर्छ। दिमागमा आफ्नो बच्चाहरूलाई एकदम राम्रो संस्कार दिएर उनीहरूलाई चाहिँ बलियो बनाउन सकिन्छ। तर जब हामी विवाह हुन्छौँ, हामी आफू ठुलो भएर विवाह गर्छौँ, एकअर्कासँग जोडिन्छौँ भने उसले कस्तो संस्कारबाट हुर्केर आएको थियो, उसका खराब बानीहरूलाई हामीले त परिवर्तन गर्न त सक्दैनौँ कि। जबसम्म उसले चाहँदैन, उसले म पनि परिवर्तन हुनुपर्छ, मेरो मिसेस यस्तो छ अथवा मेरो श्रीमान यस्तो राम्रो हुनुहुन्छ, म चाहिँ किन यस्तो भयो होला भनेर जब आफूले परिवर्तन उसले सोचेर गर्छ नि, तब मात्र परिवर्तन हुन्छ। मेरो मिसेसले गर्दा परिवर्तन भएको, मेरो हस्बेन्डले गर्दा परिवर्तन होइन, नो नेभर, कहिले हुँदैन। ऊ आफ्नै कारणले गर्दाखेरि मजबुत हुनसक्छ। बस उसले आफूभित्र एउटा अन्तरङ्गमा अन्तरआत्माबाट आफूलाई एकदम सुधार्ने कोसिस गर्यो भने उसले गर्न सक्छ। अरूले गरेर हुँदैन, मनभित्रबाट आउनुपर्ने कुरा हो। धर्म होस्, संस्कृति होस्, आफ्नो कुलतको कुरा होस्, कुलतलाई पनि उसले त्याग्न सक्नको लागि आफूभित्रमा सफा गर्दै जानुपर्छ, अनि बल्ल उसले सक्छ। त्यस कारणले गर्दा त्यो एउटा सिक्यो। अर्को कुरा, जीवनमा अगाडि बढ्न कसैले खुट्टा तानेर होइन कि आफै लतार्दै भए पनि उठेर हिँड्न सक्नुपर्ने हुन्छ। 3 नम्बरको कुरा, सबैलाई प्रेम, सद्भाव, माया, कोही पनि कुनै पनि व्यक्तिहरूलाई नकारात्मक